हाई गाइज चाहिँ अहिले म ज्यामीकोटमै छु अनि यहाँ चाहिँ म दिदीको घरमा घुम्न भन्नु पनि आएको अथवा केही कुराहरू एक्सप्लोर गर्न पनि आएको होइन। सो फाइनल्ली गाइज म मेरो दिदीको घर ज्यामीकोट आइपुगिसकेको छु होइन। अनि म यहाँ बारीमा आएको छु। सो अब म देखाउन चाहन्छु यहाँ के कुराहरू छ बारीमा, अनि प्लस गाउँतिरको यो रमाइलो खालको एउटा भाइब्स होइन, पोजिटिभ भाइब्स प्लस हिमालहरू पनि म देखाउन चाहन्छु होइन। सो त्यो पारि हिमाल देखिरहेको छ, यो डाँडा म बसेको ठाउँबाटको यो भ्यू हो कि भ्यू हो। अनि यो हाम्रो यहाँ दिदीको बारीमा चाहिँ अब आलु खनिसकेको रहेछ। आलु खनिसकेर अब भिनाजुले बेच्नको लागि चाहिँ अब बोरामा लिएर जानु भइसक्यो माथि। सो अब म चाहिँ एउटा यो चाहिँ यहाँ घरबाट देखिरहेको भ्युज हो होइन, हिमालको यो बारीबाट देखेको भ्युज। अनि म ट्याक्कै बारीमै छु अहिले। अनि मैले अब के देखाउन चाहन्छु भने गोलीमेलाको टनेला जो चाहिँ अलिकति फरक तरिकाले पहिला चाहिँ उहाँहरूले दिदी बिनाजुहरूले चाहिँ एउटा चाहिँ भनौँ न डाइरेक्ट रोप्नु हुँदो रहेछ। यहाँ चाहिँ अब टनेला हालेर बाँसको रूपमा चाहिँ लगाउनु भएको छ कि दुईतिर, त्यो एउटा माथिको टनेला भयो अनि यो तलको टनेला भयो। त्यो सम्बन्धी म देखाउँछु केही कुराहरू। लाइक अब यस्तो हो मान्छे, मैले अर्को एउटा कुरा पनि के भन्न चाहेँ भने मैले अघि भनेको टनेला भनेको चाहिँ यो खासमा यो गोलीमेलाको टनेला हो यो होइन। लाइक यसरी टनेला गर्दाखेरि चाहिँ एउटा प्लस बेनिफिट भनेको चाहिँ के रहेछ भने अब डाइरेक्ट गर्दाखेरि चाहिँ डाइरेक्ट हिसाबले फल्ने भयो गोलीमेला। अनि यो यसरी चाहिँ लाउँदाखेरि चाहिँ के हुने भयो त भन्दाखेरि गोलीमेला अब यो जुन यो हाँगो यसरी देखिरहेको छ नि, यो सबै टिपिसकेको हाँगो के टिपिसकेको हाँगो माथि माथि आएर चाहिँ यसरी बसेको चाहिँ एकदम यो रहने हुन्छ नि त्यो गोलीमेला रहने। अनि यो पछिसम्म पनि टिप्नु मिल्दो रहेछ। उहाँले भन्नुभयो साउनमा रोपेको रहेछ सुरुमा, यिनीहरू साउनमा रोपेको अरे अब अहिलेसम्म टिप्नु मिलिरहेछ भने चाहिँ अझ 2 महिनासम्म टिप्नु मिल्छ अरे। उहाँहरूले 40 लट बेचिसक्नु पऱ्यो भने चाहिँ कति प्रफिट भयो होला तपाईँहरू आफै हिसाब गर्नु। सो यसरी धेरै सम्भावनाहरू छ होइन गाउँमा पनि। टनेलहरू हालेर के टोमेटोहरू भयो यसरी फलाउँदाखेरि पनि पछिसम्म पनि बेच्नु मिल्ने रहेछ, प्लस धेरै प्रफिट हुने पनि रहेछ मान्छेहरूलाई। सो मैले यो टनेलाको बारेमा भने। अनि धेरै कुराहरू छ यहाँ, तोरी पनि लगाइरहनु भएको छ, उता तोरी छ, तल फेरि जैबारी छ, तलपट्टि जैहरू छ, जैहरू पनि लगाउनु भयो है। यसरी गोलीमेला लगाएको छ। प्लस धेरै कुराहरू प्लस बेनिफिट छ गाउँमा। प्लस अब यहाँ अब रोपेका कुराहरू चाँडै फल्छ होइन, सजिलो तरिकाले मान्छेलाई चाहिँ अब यहाँबाट अब टक्क बेच्न लाँदा पनि सजिलो, गाडी आइहाल्छ गाउँमा, यहीँ बाटो त्यहाँ छ, टक्क बाटो त्यहाँनिर छ, त्यहाँ गाडी आउँछ। त्यहाँ गाडी आइसकेपछि अब यहाँबाट सामानहरू यहाँबाट अब चाहिने सामानहरू गोलीमेलाहरू टिप्ने, त्यहाँ टनेल गोलीमेला टिप्ने, आलु टिप्ने होइन। अनि आलुहरू खनिसकेर त्यो लगेर चाहिँ माथि त्यहाँ गाडी आउँछ, माथि त्यहाँ चाहिँ गाडी आउँछ, उता माथिदेखि बाटोमा गाडी आउँछ। त्यहाँनिर आइसक्यो गाडी गाउँभरि गरेका छन् कि टनेल हालेर त्यसरी गोलीमेलाको, टक्क मान्छेले लिएर जान्छन्। त्यो यहाँ आलु पनि छ, अर्को आलु पनि रोपेको छ यहीँ आलु होइन। यो बारीको आलु खन्ने बेला होला, अब यो बिस्तारै खन्नुहुन्छ होला। त्यहाँ जै पनि छ, यहाँ देखिरहेको भ्यू देखिरहनु भयो है, जस फ्रेस छ भाइब्स यहाँ। अनि यो अर्को देखिरहेको चाहिँ यो काउलीको बेर्ना चाहिँ किन राखेको भन्दा यो तपाईँको त्यहाँ अब टक्क अब आलु खनिसक्यो, त्यो आलु खनेको ठाउँमा चाहिँ त्यहाँ चाहिँ अब के गर्ने त भन्दा यो सानो ट्यारोतिर जोतेर अनि यो आलु यो काउलीको बेर्ना चाहिँ त्यहाँ रोप्ने हो क्या। अनि यो जुन मैले पाइप भनेको थिएँ, यो पाइप चाहिँ माथिबाट त्यो एउटा उसमा खाल्डो जस्तोमा पानी, माथि खाल्डो जस्तोमा त्यो पानी जम्मा छ, त्यो पानी चाहिँ आएर चाहिँ यहाँबाट सट्ट आएर सबैतिर लाग्छ कि पानी, सबैतिर यतापट्टि सट्ट आएर सबै पानी ठाउँमै ठाउँ लाग्छ कि गोलीमेलामा, त्यो काउलीको बेर्नामा देखिरहेको काउली बेर्ना सबैमा लाग्ने हो कि। सो गाइज धेरै कुराहरू छ यहाँ नेपालमा बसेर एक्सप्लोर गर्न पनि सकिन्छ होइन, मान्छेले चाह्यो भने यहीँ नै धेरै कुराहरू छ होइन, स्वर्ग जस्तो ठाउँ हो। सो वी हेभ टु एक्सप्लोर द डिफ्रेन्ट काइन्ड्स अफ थिङ्स हियर के। यहाँ पोसिबिलिटीहरू छ, पोसिबिलिटीहरू पनि नभएको होइन, मान्छेले नदेखेको हो पनि जस्तो लाग्छ होइन। सो आफूले कसरी हेरिन्छ भन्ने त्यो कुरालाई पनि डिपेन्ड गर्छ। सो
गाइज धेरै कुराहरू छ गर्न सक्यो भने धेरै कुराहरू एक्सप्लोर गर्न सकिन्छ होइन। मैले बुझेअनुसार धेरै कुराहरू छ मान्छेले चाह्यो भने गर्न सक्छ। सो अब यस्तै हो, फ्रेसनेस छ होइन, राम्रो भ्यू छ यहाँबाट होइन, फ्रेसनेस पनि छ, टक्क नेचरको वेमा चाहिँ चल्न पाइन्छ आफू पनि होइन। अनि हामीलाई चाहिँ केही कुराहरू क्लटर भएको मन पर्दैन, यसो हामीले ओपननेस चाहन्छौँ होइन, फ्रेस कुराहरू चाहन्छौँ। सो फ्रेस छ नेचरमा चाहिँ रम्न, नेचरको लागि। सो हाम्रो नेचर भनेकै त्यही हो कि हामी जति स्पेस भयो हामी त्यति ह्याप्पी हुन चाहन्छौँ, हामी रमाउन चाहन्छौँ। सो त्यो ठाउँमा मलाई चाहिँ एकदम ह्याप्पी लाग्छ। म जति जति टाइम आउँछु त्यति नै मलाई खुसी लाग्छ। यो ठाउँमा धेरै कुराहरू चाहिँ टक्क माइन्डमा होइन फ्रेस हुन्छ, छापिन्छ कि एज अ लाइफ चाहिँ रमाइलो लाग्छ। यहाँ चाहिँ टाइम स्पेन्ड गर्न मात्रै यो ठाउँमा मलाई हेर्नु वरिपरि पुरै नेचर छ होइन, टक्क लाएर नेचरको भ्यूमा बस्यो, चिलमा फ्रेस भयो। जति नेचरमा मान्छे चाहिँ रम्न सक्यो त्यति आफ्नो माइन्ड फ्रेस हुने हो। अनि हरेक कुराहरूको प्रब्लमको सोल्युसन पनि चाँडै निस्किन्छ नि त। सो सबै कुरा हामीले चाहिँ अब सिटी लाइफ भन्दा चाहिँ उ गर्छौँ होइन, त्यो सिटी लाइफलाई पनि नराम्रो भन्न खोजेँ, त्यो चाहिँ हामी एडप्ट हुन सक्नुपर्छ। त्यो हामीलाई चाहिन्छ केही सुख सुविधा लिनको लागि। यसको मतलब यो होइन कि हामीले नेचरलाई टोटल्ली कट अफ गर्नुपर्छ। नेचरमा चाहिँ हामी रम्न सक्नुपर्छ होइन, सिटी लाइफमा पनि हामी चाहिँ एडजस्ट हुनुपर्छ। तर त्यसको मतलब टोटल्ली हामीले चाहिँ सिटी लाइफलाई इग्नोर गर्ने भनेको होइन। तर सिटी लाइफभन्दा 1000 टाइम्स चाहिँ बेटर चाहिँ भिलेज लाइफमा नै हुन्छ कि हरेक कुराहरू रमाइलो होइन, यताउति फ्रेसनेस होइन, सबै कुराहरू लोकल अर्ग्यानिक खान पाइन्छ नि त, पोल्युसनहरू छैन होइन। धेरै कुराहरू यहीँ बसेर नि एक्सप्लोर गर्न सकिन्छ भन्न खोजेँ मैले। सो थ्याङ्क यू सो मच फर द टाइम होइन, थ्याङ्क यू। प्याज खेती पनि छ गाइज, ल प्याज खेती छ, अनि उतापट्टि त्यो सागहरू रोप्नु भएको छ। अनि मैले अघि नै चाहिँ त्यो टनेलामा पानी पास हुन्छ भनेको थिएँ नि, कताबाट पानी पास हुन्छ, त्यो पानी चाहिँ यतापट्टि छ। त्यो पास हुने पानी त्यहाँ पाइप जोडेको छ, त्यो पाइपबाट चाहिँ सरर पानी जान्छ टनेलाबाट, त्यताबाट गएर त्यो फाइनली यहाँ टनेलामा जान्छ त्यो पानी। अनि माथि जोडेको छ त्यो पाइप, त्यहाँबाट सरर सबै ठाउँमा लाग्छ क्या, अटोमेटिक जान्छ त्यहाँ चाहिँ पानी। सो त्यो पानीको मैले त्यो कुरा गरेको।